न्यूजील्यान्डका स्टार अलराउन्डर जिमी निसम यस वर्षको नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सको जर्सीमा देखिने भएका छन्। 1 मङ्सिरदेखि शुरू हुने दोस्रो सिजनका लागि पोखराले शुक्रबार बिहान उनलाई विदेशी कोटाबाट अनुबन्ध गरेको घोषणा गरेको हो। पहिलो सिजन जनकपुर बोल्ट्सका लागि खेल्दै उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका निसम यसपटक भने नयाँ फ्रेन्चाइज मार्फत लिगमा सहभागी हुन लागेका हुन्। जनकपुरलाई च्याम्पियन बनाउन उनले बल र ब्याट दुवैमा उत्कृष्ट योगदान दिएका थिए। 35 वर्षीय निसम यस सिजनको एनपीएलमा समावेश हुने न्यूजील्यान्डका तेस्रो खेलाडी पनि हुन्। यसअघि विराटनगर किङ्सले मार्टिन गप्टिल र सुदूरपश्चिम रोयल्सले स्कट कुगलाइनलाई अनुबन्ध गरिसकेका छन्। निसमले हालै सार्वजनिक भिडियो मार्फत प्राविधिक कारण यस सिजन जनकपुरबाट नखेल्ने जानकारी गराएका थिए। तर पोखरामा अनुबन्ध हुँदै उनले जनकपुरका समर्थकलाई चकित पारेका छन्। टेस्ट खेलाडी भित्र्याउने मामलामा ड्र हुँदा पोखराले सिट्ठा जितेका कारण जनकपुरले निसमलाई भित्र्याउन नसकेको हो। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 12 टेस्ट, 76 एकदिवसीय र 93 टी20 खेलेका छन्।